ध्यान दिएर सुन्नुहोस्, कतिजना तपाईँको जीवनमा यस्तो मान्छेहरू हुन्छ तपाईँलाई अनलाइनमा मन पराउँछ तर रियल लाइफमा मन पराउँदैन। अनलाइनमा तपाईँको जीवन चाहिँ छाया हो, रियल लाइफ चाहिँ तपाईँको रियल हो। यदि तपाईँलाई कसैले अफलाइनमा नि माया गर्छ भने चाहिँ त्यो चाहिँ रियल मुटु भएको मान्छे हो। धेरै मान्छेहरू यस्तो छ, यस्तो मान्छेहरूसँग कहिले पनि सम्बन्ध नराख्नुहोस् है। जसले तपाईँको अवस्था देखेर बेवास्ता गर्छ त्यस्तो मान्छेसँग सम्बन्ध नगर्नु। जसले चाहिँ तपाईँको अवस्था देख्छ र त्यसले अनि व्यवस्था गर्नु थाल्छ त्यो रियल मुटु भएको मान्छे होइन। तर ओरिजिनल मुटु भएको मान्छे चाहिँ यो हो, जसले चाहिँ तपाईँको अवस्था देख्छ, तपाईँलाई छोडेर जानु मान्दैन, लुटुपुटु भइरहेको छ, त्यो चाहिँ ओरिजिनल मुटु भएको मान्छे हो। आज परमेश्वरले नि त्यही हृदय खोज्दै हुनुहुन्छ। आज धेरै मान्छेले यो मुटु खोज्दै हुनुहुन्छ। ध्यान दिएर सुन्नुहोस् दाजुभाइ हो, क्रिम पाउडर लाग्यो बेला तपाईँलाई रियल लाग्ला, त्यो रियल स्त्री होइन। तपाईँको जब नहुँदा, तपाईँको केही नहुँदा मात्रै तपाईँको श्रीमतीको रियल चेहरा देख्नुहुन्छ। दाजुभाइको नि त्यही हो, फेरि दिदीबहिनीहरूको नि